क्या बोला तूने? अहिले भएको त्यही एउटा बोयफ्रेन्डले नि छोड्दियो ल अहिले केपी भाइ आई लभ यू गर्दै उफ्रेछि तरले पनि दम्म भयो गेट तोडेर अब सुतिरहेको मान्छे ओछ्यानमै पुगे गिरफ्तार गर्न भन्ने कुरा नि छ नि के भयो अब हो त्यही त गैर कानुनी भयो नि शनिबारको दिन पक्राउ पूर्जी कसरी जारी भयो यो दिदी त कामै नकाटिकन के घुमिरहेको छ समाज भेडाहरू घर फर्किन थाले गोठमै पाठापाठी छोडेर आएका आमाहरू चाहिँ अलि हतारमा थिए यो सुडान फतहलाई त अब मैले जानेको छु अब हो त्यही त गैर कानुनी भयो नि